नमस्ते सबैजनामा। आज चाहिँ हामी यो भोकोटेलाई चाहिँ भाइ र म मिलेर टिपेर खाने प्लानमा छौं। सबै भोकोटे झार्ने क्रममा चाहिँ भोकोटेले चाहिँ मेरो फेसमै लागेर अनि चस्मा नै हेर्नु न त्यस्तो झर्नेसम्म भएको बिजोक भएको थियो। धन्नाले चस्मा चाहिँ फुटेन। माथि माथि नभेटेकोलाई चाहिँ झार्नको लागि म चढ्दै छु। मोटी हुनेको बेफाइदा चाहिँ यस्तै छ, नसकी चढिरहेछम। म चाहिँ बल्ल बल्ल गरेर चाहिँ चढ्यौं साथीहरु। मैले चाहिँ अनि भोकोटे झार्नुको सट्टा मान्छे झर्छ क्या हो भन्दै फेरि भोकोटे झार्ने तर्फ लाग्यौं। सबै भोकोटे झारिसकेर चाहिँ हामीले बोरामा हाल्यौं अनि त्यो बोरामा हालेर हामी चाहिँ अब रुफमा लान्छौं। सक्दैन है भाइ, सक्छ लुलु, डेन्जर, स्ट्रङ रहेछ, स्ट्रङ। सुजल र तिमी मिलेर बगाउमिस। अनि हामी चाहिँ रुफमा लगेर त्यसमा माटो थियो अनि वास गरेर अनि सबैजना मिलेर कहिले काट्ने कहिले छोडाउने गरेर चाहिँ हामी सबैजना मिलेर अनि रुफमा मजाले घाममा बसेर हामी चाहिँ खाना रेडी गराउँदै छौं। साथीहरु कहिलेकाहीँ चाहिँ फ्यामिलीमा सबैजना मिलेर यसरी खाँदा चाहिँ मजा आउँछ, रमाइलो हुन्छ। अनि यसमा चाहिँ नुन त हालेन, चिनी अनि खुर्सानी हालेर चाहिँ हामी म चाहिँ मोल्दै छौं। मोलेर हामी सबैजनालाई बाड्दै छौं साथीहरु। अनि त्यसपछि चाहिँ हामी सबैजना चाहिँ मिलेर एकसाथ यसरी आफ्नो तालमा खाँदै छौं। साथीहरु कहिलेकाहीँ हामी चाहिँ यसरी रमाइलो अब ग्रुपमा यसरी केही खानेकुरा भयो, घुम्न जाने बेला भयो, सबै गर्दा चाहिँ एकदमै रमाइलो हुन्छ। आज चाहिँ हामीले भोकोटे मजाले फ्यामिलीमा सबैजना मिलेर रमाइलो गर्यौं। हजुरहरु पनि गर्नु होला।